सम्पूर्णमा नमस्कार। आज चाहिँ अलि फरक किसिमको विषयवस्तु लिएर हजुर समक्ष उपस्थित भएको छु। कृपया अन्तिमसम्म सुनेर हेरेर साथ दिनुहोला। बझाङको सप्तरथान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकाको नौरामा चाहिँ मान्ने मुख्य देवता दुधिरको बारेमा चाहिँ अब सानो किम्वदन्ती उत्पत्ति कसरी भयो भन्ने एउटा सानो किम्वदन्ती मैले जानेको त्यो चाहिँ हजुरहरू समक्ष लिएर आएको छु। कुरा आजभन्दा लगभग धेरै साल अगाडिको हो। सालभन्दा पनि धेरै शताब्दी अगाडिको नै भनौँ। कहानीको सुरुवात चाहिँ खप्तर राष्ट्रिय निकुञ्जबाट सुरुवात हुन्छ। खप्तर राष्ट्रिय निकुञ्जको आसपास क्षेत्र जसलाई चाहिँ भलाउने कोटका नामले पनि चिनिन्छ, त्यो ठाउँमा चाहिँ उक्त एउटा दानव बस्थे रे। अब दानव के गर्ने भन्दा चाहिँ अब देवीको स्थानबाट चोरी चकारी आदि गरिराख्ने। अब देवीले कयौँ पटक सम्झाउन खोज्दा पनि उनले आफ्नो त्यो हट छोडेनन्, आफ्नो त्यो प्रवृत्ति हुन्छ त्यो छोडेनन्। अब अन्ततः अब देवीको प्रकोप उनमा बढ्यो। अब देवीले चाहिँ अब घनघोर वर्षा गराउनु भयो। अब घनघोर वर्षा गराउनु भयो र उक्त दानवको वासस्थान चाहिँ सबै तहस नहस पार्नुभयो। त्यहाँबाट बगाउनु भयो। अब उक्त बगाउनु भयो र अब बगाउनुको दौरान चाहिँ उक्त दानवले बचावटको लागि अब विभिन्न लहरा यिनीहरूमा अब झुन्डिन खोज्थे। अब तर पनि अब सकेनन्। त्यहाँबाट हुँदा चाहिँ अब जहाँ चाहिँ अहिले उक्त देवताको मुख्य गद्दी रहेको छ, अब उक्त स्थानमा चाहिँ दुधिलो भन्ने एउटा रुख पाउँछ पहाडतिर। अब जसले चाहिँ गाईबस्तुलाई खुवाउनको रूपमा डाले घाँसको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। उक्त दुधिलोको भयङ्कर ठुलो रुख रहेछ। अनि उनी चाहिँ अब आफ्नो ज्यान बचाउनु भए पनि उक्त रुखभित्र छिरे होइन छिरे। अब देवीलाई पनि अब त मरिसके होला भन्ने लाग्यो र आफ्नो प्रकोप उनले बन्द गरिन्। अनि त्यस पश्चात चाहिँ अब मान्छेमा के हुन्छ भनेपछि पश्चाताप नै सबभन्दा ठुलो पराश्रित हुन्छ। अब त्यसमा चाहिँ अब उक्त दानवलाई भित्रैबाट के लाग्यो भन्दा चाहिँ पश्चातापको आगोले एकदम पिरोल्न थाल्यो। अब यस्तो गर्न नहुने रहेछ, मैले गल्ती गरेछु भनेर पश्चातापको भावनाले उसलाई पिरोलिरह्यो र अब उसले आफ्नो जुन त्यो प्रवृत्ति छ त्यसलाई त्याग्न सफल भयो। त्याग्न सफल भइसकेपछि चाहिँ अब राम्रा आचरणहरू उसभित्र विकास हुँदै गएर अब उसले चाहिँ आफूलाई अब दैव बोलाउन थाल्यो। अब म पनि देवता हुँ, मैले नराम्रा प्रवृत्ति सब त्यागेँ, गरेँ, म पनि मान्छेको भलोको निम्ति काम गर्न सक्छु, मलाई नि देवता मान्नु पर्यो भन्ने किसिमका बिलौना गर्न थाल्यो। अब त्यही समयमा चाहिँ जुन अहिले खप्तर दह जसलाई खापर दह पनि भनिन्छ, अब त्यहाँका स्वामी अथवा देवता खापर चाहिँ अब त्यही बाटो हिँड्दै थिए। त्यसै दौरान उहाँको कानमा चाहिँ उक्त बाणी सुनियो। अब उहाँले चाहिँ अब को बोल्ने त्यहाँ भनेर प्रश्न गर्नुभएछ। अब प्रश्नको उत्तर चाहिँ अब त्यो दुधिलोको रूपभित्र जन्मेको हुँ, अब मेरो जन्मस्थान यही नै हो, अब म नि एउटा देव हुँ, म दुधिर हुँ भनेर उनले भित्रबाट जवाब दिएछन्। अनि अब यतिकै अब आफैले बोलाउँदा चाहिँ नहुने होइन, अब अरूले नि मान्नु पर्यो, प्रमाणित अब केही त हुनु पर्यो। अब त्यसको निम्ति चाहिँ उक्त खापरले चाहिँ एउटा शर्त राखेछन्। ल अब यदि अब साँच्चैको देव हो भनेपछि चाहिँ यति गर्नु पर्यो। अब अनि चाहिँ मैले तिमीलाई देवताको स्थान, देवको स्थान दिलाउनेछु, आसन दिलाउनेछु भनेर उनलाई सान्त्वना दिए। र शर्त के राखे भनेपछि अब जति पनि खप्तडमा रहेका 22वटा पार्ट हुन्छ, अब ती सम्पूर्णमा तिमीले अब एकैछिनमा चाहिँ तिनीहरूको चक्कर लगाउन सक्नु पर्यो। अब जुन त्यो सुयो हुन्छ, अब सियोको त्यो जुन त्यो पछाडिको आँखा हुन्छ, अब त्योबाट छिरेर वारपार गर्न सक्नु पर्यो। र हिमाली अथवा पहाडी भूभागमा चाहिने जुन त्यो पाइने अब बाँझ हुन्छ, अब त्यो बाँझको पातमा पनि तिमीले नाच्न सक्नु पर्यो। र ती खप्तडमा छाडा छोडिएका ती घोडाहरू छन्, ती सबैलाई तिमीले अब कायल अथवा काबुमा ल्याउन सक्नु पर्यो भन्ने उनलाई शर्त राखेछन्। अनि ल हुन्छ प्रभु म गर्छु भनेर अब उनको राखेको शर्त बमोजिम चाहिँ उनीहरूले काम गर्न थालेछन्।
हुँदा अनि सम्पूर्ण दिएका शर्तहरू उनले पुरा गर्न सफल भए। अनि त्यसपछि चाहिँ उनलाई गरिसकेपछि चाहिँ उक्त खापरले चाहिँ उनलाई देवको आसन दिए। अनि त्यस पश्चात चाहिँ उनलाई देव कहलाइन थाल्यो। अनि दुइटैको मन्दिर पनि सँगसँगै रहेका छन् खापर दहको छेउमै। खापर मन्दिर पनि त्यहीँनिर रहेको छ र अब दुधिर मन्दिर पनि त्यहीँनिर रहेको छ। यसरी चाहिँ हामीहरूले पुज्ने गरेका मुख्य कुलदेवताको चाहिँ यसरी उत्पत्ति भएको भन्ने कहानी रहेको छ। ल है त, अब हजुरहरूलाई कस्तो लाग्यो भिडियो र हाम्रो कुलदेवताको उत्पत्ति चाहिँ कस्तो लाग्यो कृपया अन्तिमसम्म सुनिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु है त। ल धन्यवाद। यस्तै रोचक भिडियोको लागि कृपया साथ सपोर्ट, लाइक, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। तपाईँ हामीले जानेका हाम्रा गाउँठाउँका यस्तै पुरातात्विक कुराहरूलाई चाहिँ हजुरहरू समक्ष प्रस्तुत गर्नेछौँ। अहिलेलाई चाहिँ यति नै। ल धन्यवाद।